हामी मरेर जानेछौँ है। हामी यहाँ सधैँको लागि आएको होइन। आजको 40-50 वर्ष पछाडि होइन हामीलाई खोज्दाखेरि हर्क साम्पाङलाई खोज्दा तपाईँ पाउनुहुन्न। तपाईँलाई खोज्दा पनि सायद मैले पाउँदिनँ होला। कसको कहिले जाने मिति लेखेको छ त्यो मिति छाडेर सर्दैन। उमेरले पनि छेक्दैन मृत्युलाई। मृत्यु लिएर जन्मिएको मान्छे हामी। तर हामी जानुभन्दा अगाडि हामीले धरतीमा के छोडेर जाने, के गरेर जाने भन्ने कुरा ठुलो कुरो हो। अरूको खुट्टै मात्रै तानेर, अरूको विरोधै मात्रै गरेर, खालि विनाश र ध्वंस मात्रै गरेर तपाईँको हामी मरेर जाने हो, या हामीले चाहिँ कुनै नयाँ सृष्टि, नयाँ निर्माण र नयाँ तपाईँको कृति बनाएर जाने हो? यो कुरा हामीले बुझ्नु जरुरी छ। म यहाँहरू सबैजनालाई भन्न चाहन्छु, सुम्निमालाई हामी आमा भन्छौँ, पारुहाङलाई बाबा भन्छौँ। हामी सबैजना आमा बाबाको सन्तान भएको कारणले गर्दाखेरि यो राई जातिको मात्रै सुम्निमा र पारुहाङको प्रतिमा निर्माण हुन आँटेको भन्ने कुरा सरासर गलत छ। सबैथा गलत हो त्यो है। हामी यसरी पनि बुझ्न सक्छौँ, सुम्निमा भनेको माटो, पारुहाङ भनेको ढुङ्गा है। माटो र ढुङ्गा। हामीले आगो फुक्नुको अर्थ छ। पारुहाङ भनेको आगो, सुम्निमा भनेको पानी। आकाश र धरती भनेर हामीले बुझ्नु पर्दछ। त्यो तरिकाले चाहिँ हामी के त भन्दाखेरि यो सुम्निमा पारुहाङ चाहिँ कुनै एउटा जाति विशेषको नभएको कुरा हामीले बुझ्नु पर्दछ। नभएको कुरा वास्तविकता तपाईँको चाहिँ यहाँहरू समक्ष म राख्न चाहन्छु र त्यो खालको तपाईँको चाहिँ के अरे हामीले बुझेर अरूलाई पनि बुझाउनु पर्दछ।